देख्नुहुन्न क्या कुन दो भाइ हाम्रो फुलबारी बुढी दुबै टिप्दैछ सबै छैन फुलहरू मात्रै हो भात खाएन र हामीले भाँडा कसले माझ्यो है मैले माझा नि त्यत्रो म त बुगाले बिहान माझ्नु भयो कि भन्छन् सबै हिजो मैले माझे एउटा थुङ्गा टिप्दा एउटा भिडियो बनाएर त्यस्तै भन न एउटा फुलको किमत तुम क्या जानो रमेश बाबु भन एउटा फुलको किमत तुम क्या जानो रमेश बाबु हाम्रो घर ईद अब दिनै कति फुल टिप्नु पर्छ यो फुल कुन फुल यो फुल कति यो त जम्मा हुन्छ आमाले काटी हेर त सानो छिटिक्क बनाउनु भयो नि कत्रा थिए झार्नु यो त सबै टिपेर हाम्रो अब दिनै एक थाल अझ मैले त कम होइन अहिले फल्छ त खोइ पुगिरह त यो फुल ल अब यो आज यत्रो टिप्यो दुईटा छ होइन भोलि फलिसक्यो हुन्छ यो सबै फ्यारै फक्ने त कोपिला यहाँ हेर्छ नि यो त एउटा यसो टाउकोमा लाएर टिकटक बनाउनु पर्यो यो कस्तो राम्रो सुपर यो त पछिल्लो समय अलिकति खाल्टो थियो होइन माटो हालेर पुरेर यसलाई चाहिँ पुरै गार्डन बनाउनु ला हो होइन त बुढी तारबार हालेर गार्डन बनाउनु ला हो अनि समस्या चाहिँ म टाउकोमा लाएर टिकटक बनाउँछु अनि अरू चाहिँ बेलाउती अब यत्रो बोटमा बेलाउती फलेको छ है यो के हो यो अमिलो यो आँप फले हाम्रो आँप पनि फले है अनि यो कागती यो ज्यामिर के भन्छन् ए फले है यो पनि यो नि कागती हो विकासे कागती लोकल कागती अनि यो आरु चाहिँ फले है फलेन ए आरु नि फले रहेछ आरु नि फले है यो लिची यो कहाँ लिची हो यो चाहिँ यो लिची हो यो फले है फलेन ए आँप छार पास्टै फले है ल हेर्नु यो कर्कलो रोपे यसमा कर्कलो उम्रिँदैछ नि यो पुरै कर्कलो पिँडालु माथि माउरी हाम्रो मासु खाने रौसी खाने ठाउँ हो यो चाहिँ मासु रौसी हिजोको हाम्रो जम्का भेटे यो बेलाउती एउटा मकै छ नि यहाँ
मौरी पुदिना फुल धनियाँको हो हेर्नु अम्बा